ढोका ढकढकले निन्द्रा बिथुलियो। हतासिँदै उठे। मुखबाट आमा शब्द उच्च गरी फुत्कियो। तर्सिँदा पुराई मेरा हात गोडा लुला हुन्छन् र औला काप्छन्। ढोका ढकढकले मात्र होइन, मलाई हरेक ढकढक ढकढक आवाजले तर्साउँछ। एकैछिनलाई सब थोक बिर्सिएछु र म भित्र युद्धकालीन दिनको लहर उर्लिन्छ। बामपुटके मनिषले ढोका बजाएको रहेछ। ऊ ढोकाको किनारमा मात्रै ठिङ्ग उभिएको थियो। हिल्टरको प्रेम पत्रले बिगारेको नेत बिहानै पख मात्रै लागेको थियो। त्यो पनि बामपुटके मुर्दारले बिगार्यो। मनिषसँग मेरो खासै सम्बन्ध थिएन, त्यसैले ऊ किन आयो भने बुझ्न गाह्रो थियो। बिना आग्रह ऊ मेरो क्याबिनमा पस्यो। उसको स्वर काँपिरहेको थियो। अनुमति बेगर आए सरी, तर अप्ठ्यारो नमान। अप्ठ्यारो उत्सुकता मेटेर गइहाल्छ। मैले टाउको हल्लाए। उसले अनौठो कुरा सोध्यो। त्यहाँ इलेक्ट्रिक सक लाग्यो रे। कहाँ के? अलमल्लका बावजुद सोधे। थेरापी कक्षको कुरा हो। टाउको दायाँ बायाँ हल्लाएर आफूले करेन्ट नलगाएको प्रस्ताए। मनिष टेबल छेउको कुर्सीमा कने थुनी बस्यो। त्यही आशयलाई घुसाएर सोध्यो, त्यहाँ कसैको करेन्ट लागेको देखिनौ? त्यस्तो देखिन, बरु डाक्टरले गीत सुनायो। खाटको किनारमा बस्दै उसलाई गीतको टुक्रा सुनाए। बिन्ती बुटहरू नबजाऊ, मायालुको अंगालो नछुटुन्जेल ला ला। ऊ केही बोलेन, मात्र मेरो हावभाव पढ्न खोज्यो। कसले के भन्यो त्यहाँ करेन्ट लगाइन्छ? चन्द्रकलाले सायद जिस्किनु होला। उसलाई थाहा छ म करेन्टसँग डराउँछु। मनिषले निधार खुम्च्याउँदै उत्तेजित भावमा थप्यो। थाहा छ आजसम्म कति करेन्ट खाए? त्यति धेरै यो जीवन कालमा न चुरोट खाएको छु न चिया। भवनजी, मेरो ठाउँमा कोही हुन्थ्यो त ऊ मरिसक्थ्यो अथवा बहुलाई सक्थ्यो। मा कसम बिजुली बनाउने मानिस भेटियो भने उसलाई पनि नाङ्गो तारमा मुत्न लगाउने छु। उसले पनि महसुस गरोस् कस्तो बेकारको कुरा बनाएको रहेछ। मैले उसको भावलाई रोक्न सकिन। नपुत्याएर चन्द्रकलालाई सोध्नु, मैले कति पटक नाङ्गो तारमा सुत्नु परेको छ। त्यो एक मात्र कष्ट जीवनका अन्य सम्पूर्ण कष्टहरूको जोड फल भन्दा पनि बढी छ। चन्द्रकलाले पनि तिमीले पिसाब फेरेको कसरी थाहा पाए? त्यो ब्यारिकमा सबै बन्दीलाई लाइन लगाएर नाङ्गो तारमा मुत्न लगाइन्थ्यो। उसले केही भनेकी छैन। मनै हतारिए। कुन ब्यारिक? कस्तो कुरा? म विद्रोही जासुस भएकाले समातिएको थिए। चन्द्रकला विद्रोही सेनाको आरोपमा अपहरण परेकी थिए, तर ऊ कुनै विद्रोही सेना होइन। संयोगले हामी एउटै सैनिक क्याम्पमा थियौं। कठै उसको हालत तिमीलाई थाहै होला। तिमी उसको नजिक जो छौ। उसले केही सुनाएकी छैन। मैले स्पष्ट पार्न खोजे। तिमीले सोचे जस्तो हामी नजिक छैनौ। मलाई उल्लु सम्झेको? मनिषले प्रफुल्ल मुस्कान फ्याँक्यो। जासुस पो हो। मेरै जासुसीले मात्रै थुप्रै मिशन पूर्ण भएका। त्यो सुन्दा तिमीलाई जलन होला। आमामा, तिमीसँग हुँदा धूमपान कक्षमा मलाई नचिने जस्तै गरिदिए। तिमीसँग हुँदा त्यस्तो किन गर्छे? जे कुरा हुँदै होइन, त्यसैमा आफ्नो जासुसी छोड्दै थियो। मैले प्रतिवाद गरे, जासुस हृदयमा पस्न सक्छ र सबै सक्दैनन्। विशेष खालका जासुस आँखामा हेरेर मुटुसम्म चियाउन सक्छन्। उसो भए जासुस डाक्टर भन्दा पनि खतरनाक हुँदा रहेछन्। डाक्टरहरू आँखाबाट मुटुसम्म चियाउन सक्दैनन्। उनीहरूले मुटु हेर्न एक्सरे नै गर्नुपर्छ, फेरि पनि रोग मात्रै देखिन्छ। डाक्टर इन्जिनियर प्राविधिक पेशा हो, त्योसँग जासुसको तुलना हुन्न। हेर, मैले तिम्रो हृदयमा लेखिएको चन्द्रकला नाम पद कति सजिलै पढे। घरिघरि चन्द्रकलासँग मलाई जोड्दा नमजा लाग्यो। सुनाइदिए, त्यसो भए तिमी गतिलो जासुस हैनौ, मुटु निहाल्न सक्ने जासुस हौ भने पनि अक्षर चिन्न सक्ने जासुस रहेनछौ। ऊ हच्कचियो। मुस्कुराइरहेको चेहरा पलभरमै निराश बन्यो। बरु म भित्र चन्द्रकला बारे उत्सुकता चुलिरहेको थियो, किनकि ऊ हस्पिटलमा सबैभन्दा नजिककी थिए। के भएको थियो चन्द्रकलालाई? के चाहिँ बाँकी रहेर? मेरो उत्सुकतालाई व्यवस्था गर्दै ऊ
कुर्सीबाट ओर्लियो। म जान्छु है, इलेक्ट्रिक सकबारी बुझ्न मात्र आएको हो। आधा अधुरो कुराले मलाई सत्य पिरोल छ। तिमीले देखेकी चन्द्रकला कस्तो थिए? उसले भोगेको दुःख कस्तो थियो? कुटिलो मुस्कान मुस्कुराउँदै पुनः ऊ कुर्सीमा चढ्यो। नजर कर्के पारेर सुनायो, तिम्रो अघि म छु। तिमी चन्द्रकलाकै बारे सुन्न चाहन्छौ? एउटा जासुसले यसलाई के भन्ने? चासो नजिकको मानिसबारे चासो। हे एक दुई सेकेन्ड आफ्ना जासुसी आँखाले मेरो मनोवाद केलाउने कोसिस गर्यो। त्यो बुझेरै म सतर्क भए। भाव अचल राख्ने कोसिस गरे ताकि मेरो अनुहार पढ्न नसकोस्। सुस्तरी कोरिडोरको झ्यालतिर एक टाउको घुमायो र बुझाउने कोसिस गर्यो। आज मेरो थेरापीको पालो छ। अहिले पुराना कुरा गर्ने उचित समय छैन। साँझ वा भोलि गफौँला। जति सकिन्छ त्यति सुनाउन मिल्दैन। टाउको दायाँ बायाँ हल्लायो। ममा एउटा भयंकर समस्या छ। विगतका कुरा गर्दा कहिले म विगतमै हराउन सक्छु। एकपटक यति बलियो गरी विगतको सिरफिरोमा कैद भए कि त्यही रात त्यही युद्धमय माहौल पुनर्जीवित बन्यो। म आफ्नै क्याबिनमा दौडिए अनि पछाडिए। तर मलाई लागिरह्यो म म्याग्दी बजारको महलमा छु, जुन भिडन्तमा मलाई गोली लागेको थियो। मनिषले देब्रे प्यान्टको महत्व माथिसम्म फर्कायो। बुढाको ठिक मुनितिर खोबिल्टाको चुरौला राख्यो। यही हो एलएमजी लागेको ठाउँ। धन्न खुट्टो गएन। त्यतिन्जेल उसको शरीरको चाल बदलिसकेको थियो। उसका छोटा औला लगभग काप्न थालिसकेका थिए। मैले पनि आफ्नो थेरापी सम्झिए, जहाँ डाक्टरले मलाई विगतमा लिएको थियो। कता कता त्यस घटनाप्रति शंका लाग्यो। कतै म पनि मनिष जस्तै विगतमा जाम परेको त थिएन। एक्कासी क्याबिनमा केही झुल्कियो। हामीले साथसाथै ढोकातिर हेर्यौं। मेरो छेउमा थेरापी लिने स्टाफ उभिएको थियो। मैले सामान्य किसिमले भने, एकैछिन कपडा लगाइहाल्छु। हातको इशाराले पर्दैनको संकेत दियो। मनिषसँग झुकियो। फेरि तपाईँ भाग्नुभयो होइन? थेरापी भनेपछि जहिले आत्तिनुहुन्छ। हिँड्नुहोस् जाउँ। मनिष मायालाग्दो गरी कुर्सीबाट ओर्लियो। कर्के पारेर मलाई हेर्यो र हिँड्यो। ऊ हिँड्दा हल्का खोच्याउँदो रहेछ। बोल्न त उसले केही बोलेन, तर उसका आँखा मौन थिए। करेन्ट लगाइरहन्छन् कि भन्ने शंका कायमै थियो। मनिषले चन्द्रकला बारे सुनाएपछि चन्द्रकला अन्तर्मुखी समेत साबित भई। उसले विगत लुकाएकामा ती नमज्जा लागेन जति मनिषलाई चन्द्रकला बारे थाहा भएकामा लाग्यो। मेरो नजिकको मान्छे बारे मलाई नै बढी जानकारी हुनु पर्थ्यो। मनिष थेरापीका लागि बाहिरिएसँगै मलाई बेचैन भयो। हृदय क्याबिनमा का भित्तामा ठोकिरह्यो, छटपटाइरह्यो। अझ भन्नुपर्दा अनेक गोलाबारी चल्न थाल्यो। निरन्तर जस्तो छापामारको फायरले रातभर सेनाको गोलाबारी जारी हुन्थ्यो। अब छटपटी सहन नसकी म पनि क्याबिनबाट बाहिरिए र चमेना हलतिर लागे। चमेना हल जाँदै गर्दा सोराको क्याबिनतिर हेरे। क्याबिनमा कोही थिएन। सोरा क्याबिनमा आएकी भए कुर्सीमा हुन्थे र जसमा सोझ्याउँदै किताबमा डुबिरहेकी देखिन्थे। ऊ धूम्रपान कक्ष वा चमेना हलमा पुगिसकेकी होली। चमेना हलमा निकै पातलो चहल पहल थियो। तुलनात्मक रूपमा चाँडो पुगेको थिए। मनिषले नबुझेको भए म सुतेकै हुन्थ्यो। सधैँझै प्लास्टिक कपमा चिया थपेर खाए। हलको सबैभन्दा दुर्गम कुनाको कुर्सीमा बसे। पहिलो पटक कुनै कुर्सी छानेर बसेको थिए। अन्यथा भरिभराउ हलमा खाली कुर्सी खोज्नु पर्ने थियो। चियाको पहिलो चुस्कीसँगै मेरो अघिल्नातिर केही उभियो। उसको अनुहारतिर हेरे। विमल जेस बक्स च्यापेर उभिएको रहेछ। बबनजी, तपाईको पछि पछि आउँदा पनि ख्याल गर्नु भएन। सँगसँगै चिया भर्दा समेत ध्यान दिनु भएन।
कसैले सँगैको चिया जारबाट चिया भरिरहेको महसुस नगरेको होइन। त्यता हेर्न जरुरी लागेको थिएन। ऊ विमल रहेछ क्यारे। उसको गुनासोलाई मुस्कुराउँदै टारे सुरुमा चेस बक्स टेबलमा बिसायो अनि तातो चिया सुरुप्प पार्यो। चिया टेबलमा राख्दै विपरीत कुर्सीमा बस्यो। उसो त कुरा सत्य थियो। फेरि पनि जिस्किए झै गरे। तपाईको अनुहार देख्दा चेस बोर्ड याद आउँछ। कहीँ कतै चेस बोर्ड देखे भने तपाईको अनुहार सम्झन्छु। विमलजी, तपाईको नाम बिर्सला तर चेस र तपाईको सुरताको कडी बिर्सिन्न। हाँसो र कप सँगसँगै उठायो। चियाको अर्को चुस्की लिने सँगै शब्दहरू उक्ल्यो। केही वस्तु र व्यवहारले मानिसको प्रतिनिधित्व गरेका हुन्छन्। बपनजी, कृष्णको बाँसुरी, महादेवको त्रिशूल, कुम्भकर्णको निद आदि। त्यसो भए मलाई देख्दा के सम्झना आउँछ? के कुरा देख्दा मलाई सम्झनुहुन्छ? सबैमा यो नियम लाग्न सक्छ। विमलले एक लामो सास लियो अनि थप्यो, तपाईलाई देख्दा एकजना साथीको याद आउँछ जो आत्तिएको हुन्थ्यो र अन्तर्मुखी डरले थिचिएको हुन्थ्यो। अनि के देख्दा मेरो याद आउँछ? त्यस्तो अवस्था छैन। तपाईको अस्तित्वबाट मेरो साथीको याद आउँछ। त्यो साथीलाई भेट्दा तपाईको याद आउन सक्ने सम्भावना हुन्थ्यो, तर त्यो सम्भव छैन। ऊ महान जनयुद्धमा शहीद भइसक्यो। दिगदारीको कुरा त यो छ कि उसले कहिले बन्दुक चलाएन। युद्ध मैदानमा उत्रिसकेपछि बन्दुकलाई शान्त राख्न सक्छ। र अपवादमा बबनजी, अपवादमा ऊ भन्थ्यो जुन दिन उसको बन्दुकको गोलीले कोही मर्नेछ त्यो दिन उसको बन्दुकको म्यागजिनबाट अथाह आँसु निस्कनेछ र उसको अहम साधकका लागि त्यही आँसुमा डुबी मर्नेछ। के का लागि समात्यो त बन्दुक? परिवर्तनका खातिर। ऊ जोडिन चाहन्थ्यो परिवर्तनसँग आफ्नो टाउको परिवर्तनको खेमामा उभ्याउन चाहन्थ्यो। गान्धी पूजक हतियारधारी थियो। सायद विमलको कुरा अनौठो मात्र थिएन, अप्रत्यारिलो अकल्पनीय पनि थियो, कुनै कहानीको मात्र पात्र जस्तो। यद्यपि त्यस्तो कुनै योद्धाको कल्पना गर्दै चियाको चुस्की लिँदै थिए। मेरो मस्तिष्कले लगभग मेरै जस्तो चुइसो कटुवा पिस्तालो जस्तो अनुहार निर्माण गर्यो। मैले संवाद पढाउने मेमो शाह सोधे, त्यस बक्स मात्रै हो र तपाईसँग? उसले मुखमा राखिसकेको चियाको घुट बिस्तारै निल्यो र उत्साहित हुँदै भन्यो, गुटेहरू पनि छन्। त्यस बक्सलाई ठिक ज्यामिति बक्स चाहिँ खोल्यो। तुरुन्तै ज्यामिति बक्स भित्र स्केल, क्याम्प्स, प्रोट्याक्टर आदि भए झै चेक बक्स भित्र सेता र काला गोटी थिए। म माथि व्यङ्ग्य गर्यो, तपाईले त्यसका गोटीको चिन्ता दर्शाउँदा त्यही मेरो परम मित्र प्रभातको याद आउँछ, जो बन्दुक बोक्थ्यो तर उसको म्याग्निज डरले कापिरहन्थ्यो। चेसका गोटी टेबलमा फिजायो। चेस बोर्डलाई टेबलको ठिक बीचमा मिलाएर राख्यो। चेस बोर्ड सुन्दर हुनमा विविधता थिएन। बोर्डका सेता काला कोठा वा घर कुनै झिलिमिली सहर बजार वा गाउँभन्दा कम सौभाग्यमान देखिन्थ्यो। अनि बाँकी मिलेका गोटी मानिसभन्दा कम आकर्षक थिएनन्। टेबलमा छरिएका गोटीलाई विमलले नियमपूर्वक बोर्डमा उभ्यायो। विपरीत किनारमा लहरै राखिएका गोटी खुब सुइला लागे। सुरुमा तिनले आसपासका सम्मान कायम गरेको प्रतीत हुन्थ्यो। मैले सोधे, अत भन्नुहोस्, सेता गोटीहरूको उद्देश्य के छ? उतर्फ थियो सेता गोटीको लाइन। ऊ आफ्नो सुकुमार मुस्कान सहित बोल्यो, सेतो होस् या कालो, दुवैको दृश्य एउटै हो। जति सक्दो चाँडो विपक्षीको राजालाई चेकमेट गर्ने। चाँडो अनि अर्को उद्देश्य बिर्सनु भयो। उसले निधार खुम्चायो, भन्नुहोस् त के हो?
चिजको अर्को मूल उद्देश्य आफ्नो राजालाई सकभर बचाइरहने होइन त? हो, चाहे त्यसका लागि पालै पालो बाँकी 15 गोटीले छाती थाप्नु किन नपरोस्। एक राजा सिर्फ एक जनाका लागि लक्सरसँग आहुति दिन तयार हुनुहुन्छ। मन्त्री उठ, हात्ती, घोडा अनि 8वटा प्यादा प्रतीकात्मक तवरले सोच्नुहोस् त। आहुतिको संख्या जति पनि हुन सक्छ, त्यो 15, 1500, 15,000, 15 लाख वा करोड जतिसुकै हुन सक्छ, करोडौं हुन सक्छ। दृष्टिमा सिर्फ एक मान्छेको प्राण त्यति महत्वपूर्ण हुन्छ। उसले चियाको चुस्की लियो अनि मेरो आँखामा आँखा राख्दै भन्यो, बबनजी, स्वीकार्नुपर्छ, कहिलेकाहीँ एकजना मानिस 1000 लाख भन्दा भारी हुन सक्छ। त्यस्तो मानिस रहँदैन। विचार, दर्शन र सिद्धान्तमा रूपान्तरण भइसकेको हुन्छ। यति बुझ्नुहोस्, चेसको राजा त्यही परिवर्तनका खातिर समाजले पनि केही न केही मूल्य चुकाउनु पर्छ। यो स्वाभाविक नियम हो। कसको परिवर्तन? शासकको होइन, व्यवस्थापनको पद्धतिको। बबनजी, जुन शासकले समयलाई सम्बोधन गर्न सक्दैन त्यो बढारिन्छ। समय जस्तो शक्तिशाली आदि केही हुँदैन। जब शासक समयभन्दा पनि शक्तिशाली देखिन खोज्छ अनि दुर्घटना हुन्छ। विमलजी, युद्ध त यहाँ फास्ट ट्र्याक मात्रै भन्यो, देख्नु भएन कहाँ विद्रोह सकिएको छ र हाम्रा साथीहरू चाँडै चेकमेट गर्नेछन्। त्यसपछि समाजको रूपान्तरण हेर्नु होला। उसको कुराले पुनः याद दिलायो, ऊ विद्रोही जारी ठान्छ क्यारे। उसका साथीहरूको हातमा सत्ता छ, उसलाई लागेकै छैन, उसलाई थाहा छैन युद्ध सकिएकै लगभग 2 दशक पुग्यो। मैले अलि क्षुद्र भएर भने, तपाईलाई थाहा छैन, तपाईका साथीहरू नै सत्तामा छन्। पालै पालो देशको सिंहासन हाकिसकेका छन्। सत्तासीन विपक्षी राजाको जहिले चेकमेट भइसक्यो। तपाईका कमरेडहरू उसै शासकमा रूपान्तरण भइसके जसको विरुद्ध खडा भएका थिए। अपडेट गर्नुहोस्, समाचार सुन्नुहोस्। तपाई यत्र तत्र नभौतारिनुहोस्, शान्त रहनुहोस्। हाम्रा गफले चेस बोर्ड भन्दा बाहिर हाम फाले। बबनजी, शान्त, प्लिज शान्त। विमलले शान्त भनिसकेपछि ज्ञात भयो, सास छिटो छिटो फेरिरहेको रहेछु। आवेगमा हात काट्न थालेका रहेछन्। जब कसैका कुराले च्याप्दै मानसिक चाप दिन्छ, खै के हुन्छ, यत्तिकै बत्तिन्छु। बोल्दा बोल्दै के बोल्छु, मुटु समेत दोब्बर दौडिन्छ। विमलले मेरो अवस्था स्थिर औला नतिर्स्याएको भए, ऊ स्वयं शान्त नभएको भए त्यहाँ मेरो हालत सायद थप खराब हुन सक्थ्यो। मैले आफूले सम्हाल्दै सरी भने अनि आँखा चिम्म गरे एकछिन। विमलले निकै मुलायम लवजमा भन्दै थियो, बबनजी, सर्फले टोकेपछि विष नै पिउनु पर्छ, औषधि पनि तितो हुन्छ, बुझ्नुभयो? मुक्काको बदला मुक्का नै उठ्छ। व्यावहारिक कुरा यही हो। मेरो प्रयत्न आफैलाई शान्त पार्ने थियो। शान्त हुन समय लाग्यो। त्यस्तै 1-2 मिनेट त्यही मेसोमा उजुरुक्क उठ्यो। आमोलको तालमेल मिलाउन खोजेको हुनुपर्छ। पक्नुहोस्, चिया थपौं। कप रेतिसकेको थियो त्यतिन्जेल। टेबलमा 2 कप उठायो र चिया जारतर्फ गयो। विमलले त्यहाँ पढ्दै गर्दा कुनाबाट दुवै थुप्रै दृश्य देख्न सक्थे। त्यतिन्जेल हलको चहल पहल पप्पी भइसकेको थियो। गफदै गरेका मानिस, बाहिरिँदै भित्रिँदै गरेको होल अनि चिया भर्दै गरेका अन्य बिरामीले चमेना घर भरिपराउ देखिन्थ्यो। मैले त्यहाँ गुन्जिरहेको हल्काको समेत हेक्का गरेको रहेनछु। मलाई थाहा थिएन चिया दोहोर्याएर पिउन सकिन्छ। रातोटै चिया जारमा प्रष्ट लेखिएको थियो, कृपया एक बिहान 1 कप। विमलले दोहोर्याएर चिया भर्दै गरेको वेटरहरूको थाहा पाए।
वेटरहरूले थाहा पाए एक लसरी युवती जसले हिउँ जस्तै सेतो कपडा लगाएकी थिए। उसले आँखा तरेर विमललाई नै हेरिरहेकी थिए। त्यस युवतीले सहकर्मी युवकलाई समेत जानकारी दिए। विमलले त्यतातिर कुनै ध्यान नदिई चिया भर्यो र मतिर लम्कियो। म टाढीबाट बुझ्न सक्थे वेटरहरूको इशारा विमलले भरेको दोस्रो कप चिया बारे थियो। मैले केही थप दुर्घटना हुन्छ कि भन्ने ठानेको थिएँ, तर वेटरहरूको चासो यतिकैमा रफात भयो। विमल आइसकेपछि सोधी, दोहोरो चिया भर्दा केही भन्दैनन्? सासै आवाजमा सुनाए। भन्दैनन्। चियाको चुस्की लिँदै थप्यो। उनीहरूलाई मतलब नगरी भर्नुपर्छ, तर तेस्रो पटक भर्न खोजी कप थुच्छन्। विचार गर्नु। मैले चिया लिनु पूर्व पर कुकुरहरूतिर हेरे। उनीहरू आफ्नै धुनमा भाइको ढुक्कसँग चुस्की लगाए। विमलले त्यसतर्फ इशारा गर्यो। चालौ त बबनजी, बीच भागबाट राजाहरूलाई पुरानो स्थानमा राखेपछि गोठी चाल्यो। मन्त्रीको अगाडि एक फ्यादा। मलाई उसको त्यो तरिका मन परेन। तुरुन्तै भने, विमलजी, तपाईँले जुन सेतो घरमा सेना अर्थात फ्यादा बढाउनु भयो त्यो अरू कसैको आरामको मन्दिर हुन सक्छ कि सक्दैन? मतलब अदृश्य मन्दिर वा काल्पनिक घर हो जो खेलमा खेल्दैन, तर थिच्नु पर्छ, मिच्नु पर्छ र चिथरिनु पर्छ। कोही त्यहाँ हाँस्दा हाँस्दै कपुरुष रह बिलाउन सक्छ कि सक्दैन? साँच्चैको चेस दुनियाँको कुरा गर्नु भएको हो। मैले टाउको हल्लाए। बलिदान ठहरिन्छ त्यो कसरी? जसलाई काला रोगा गोरा कोटीको कुनै मतलब छैन, जो आफ्नै आँगनको रुख मुनि आराम गरिरहेको छ, उसलाई तपाईँ नै कुल्चिनुहुन्छ अनि तपाईँ नै बलिदान घोषित गर्नुहुन्छ। एउटा घर भन्दा कयौं तोक्ला इट्टा फोडिन्छन्। तपाईँ पटक त्यही आँगनमा पल्टिएको किसान भएर हेर्नुहोस्। कोही एकासी आयो र तपाईँको पुरै घर जुलाइदियो। तपाईँका सम्पूर्ण परिवारको निधारमा गोली ठोक्यो। त्यस्तो नादान जीवनलाई बलिदान करार गर्ने त्यो हत्यारा को हो? कसले दियो हत्यारालाई नै बलिदानको पुर्जे बाँड्ने अधिकार? उसले मलाई रोक्न खोज्यो। पवनजी, प्लिज शान्त हुनुहोस्। मलाई भन्नु थियो। धेरै मान्नुहोस्, तपाईँ छोरालाई दन्तकथा सुनाउँदै हुनुहुन्छ। तपाईँकै स्वास्नी चुलो पोद्दै थिए। कोही बन्दुकधारी आयो र आधा दन्तकथामै छोरालाई गोली ठोक्यो। स्वास्नीको चुलो पोद्दा पोद्दै गोली खाए अनि उनीहरूले नै त्यसलाई बलिदान करार गरेको स्वीकार गर्नुहुन्छ। एक लोग्ने र एक पिता भएर सोच्नुहोस्, त्यो बलिदान हो। त्यसपछि तपाईँको आफ्नो जीवनको नक्सा कल्पना गर्नुहोस्। त्यस्तो हृदयभित्र चियाउने कोसिस गर्नुहोस्। मा कसम, त्यस्तो हृदयको घाली देखेर तपाईँ पागल हुनुहुनेछ। म भन्न चाहन्थे, मेरो हृदयभित्र हेर। छाती च्यातेर उसलाई हृदय देखाउन चाहन्थे, हेर। तर आउँदो पुस्ताले सुनौलो बिहान पाउँछ बबनजी। म थकडसँग बोले। जब तपाईँको वंश रहँदैन, जब तपाईँको सूर्य डुब्छ, आकाश हराउँछ, कसरी सुनौलो बिहानको भविष्य आउँछ? भविष्य सुनौलो रहनलाई वर्तमान जिउँदो हुनुपर्छ। मैले एक लामो सास फेर्दै, कृपया त्यो अघि बढेको ज्यादा पुनः उही ठाउँमा फर्काउनुहोस्। त्यो कोठामा आराम गरिरहेको किसान हुन सक्छ। मलाई अफोस ठाने चाहिँ गरी मुस्कुरायो। उसले त्यो फ्यादा पछाडि हटाएन, बरु थप घोडाको चाल चल्यो। थाहा छ पवनजी, घोडा चिज खास छापामार हो, जासुस योद्धा। उसले दुश्मनलाई मिसलिड फायर खोलेर रणभुल्ल पार्छ। मैले फेरि पनि गोटी जलाइन। उसले पुनः बायाँ हाती अगाडिको प्यादालाई 2 स्टेप बढायो। व्याख्यान थप्दै गर्यो। सबैभन्दा अगाडि प्यादा हुन्छ, सबैभन्दा कमजोर पनि यही ठहरिन्छ र यसको ज्यान जाने अधिक खतरा हुन्छ। तर यसको मोर्चाले बलियो आर्क बनाउन सके दुश्मनको किल्ला सहजै भत्किन्छ। उसले मतर्फ हेर्यो र सुनायो, अनि यसको संघर्ष दुश्मनको सबैभन्दा आधार इलाका अर्थात अन्तिम कोठामा पुगे। यसले स्वतः डिभिजन कमान्डरको शक्ति पाउँछ। मैले फेरि पनि गोटी चलिन। यसपटक उसलाई स्पष्ट पारे। यसरी मिल्दा तपाईलाई कस्तो महसुस भयो? थप चल्नुहोस्। हरेक पटकको मेरो समय ओभर भएको सम्झिनुहोस्। हेर्छु कसरी मलाई गिज्वल्नुहुन्छ, कसरी तपाईँ त्यो शान्त कोठामा तमाम निहत्ताहरूको खुनमा पोडिन बाजी गरेर मुस्कुराउन सक्नुहुन्छ। हेर्छु कुनै शासक तपाईँ जस्तो हुँदो हो त कुनै गोटीले विद्रोह गर्नु पर्दैन थियो। उसले उटलाई कम्पनी कमान्डर, हात्तीलाई ब्रिगेडर कमान्डर अनि मन्त्रीलाई डिभिजन कमान्डर भनेर चालिरह्यो। म यो बुझ्न सक्थे। ऊ अगाडि
बोडिरहे पनि मतर्फ काला गोटीहरू मारिरहेको थिएन। पुरै चाल पर्खी विमलले त्यस वार्डतिर इशारा गर्यो। हेर्नुहोस् त अब समय यस्तो आयो जहाँ कि मैले आफ्नो गोटी खानु पर्ने भयो कि विद्रोहबाट पछि हट्नु पर्ने। त्यसपछि मैले काला गोटीहरूलाई एकै पटकमा बीचका खाली ठाउँमा मिलाएर राखे अनि ध्यान दिएर चेस समाज निहाले। सुरुमा मिश्रित गोटीहरू सुहाइला लागे, तर एक्कासी मलाई के भयो, मस्तिष्क उल्टो बग्यो। ती गोटीहरूलाई फगत गोटी मात्रै देखिन, तिनलाई मैले दुई थरी विचार देखे जो घोल्न सकेका छैनन्। दुई बेग्लै शक्तिपीठ देखे जसले एकअर्कालाई राइफल ताकेका छन्। मेरा आँखाबाट चेस बोर्ड गायब भयो। त्यो समय लाग्यो म बर्बरिक हुँ र निहालिरहेको छु कुरुक्षेत्र, जहाँ गौरव र पाण्डव एकअर्काको प्राणका खातिर गर्जिरहेका छन्। करी लाग्यो म कुनै दुर्लभ चिल बनेर धरती हेरिरहेको छु जहाँ एक्सिस लाइन्स र एलाइज लाइन्स आमान्य सामान्य छन्। कता कता आफूलाई मंगल सेनको पाखोमा पाए, जहाँ छापामार र नेपाली सेना केही मिनेटमा भिड्दैछन्। म पक्का भए अब पुरै रक्तपात हुन्छ, पुरै पृथ्वी रगतको लेपनले छोपिन्छ र पृथ्वी निक्क रातो बन्छ। आफ्नै नियन्त्रण गुमाए। विमलले मेरो बलकै गोटी काट्दै थियो। यस्तो लाग्यो त्यो गोटी अरू कोही नभई मेरी छोरो प्रहलाद हो। एक सेकेन्ड अगावै मैले उक्त चेस बोर्ड हुत्याए अनि गोटी यत्र तत्र छरिए। म अन्धाधुन्द बोले, मादरजोत, जीवनको मूल्य भएन मलाई। बन्दुकको नोक र गोलीको आँखाबाट फूल जस्तो जीवनको व्याख्या गर्न सुहाउँछ। बमको अटासमय कोर्समा जीवनको गीतको कुरा गर्छन्। उसको काठोले नसमात्दै त्यस्ता ठूलो हुल जम्मा भयो। दुईजना डाक्टर तुरुन्तै त्यहाँ पुगे। उनीहरूले मेरा दुवै पाखुरा अठ्याए र बल लगाई घिसार्न थाले। मैले दुई पटकसम्म पछाडि फर्केर हेरे। विमल चेसका गोटी बटुल्दै थियो। म एकहोरो चिच्चाइरहे, त्यो हस्पिटल हो कि वासगृह हो? त्यो आजलाई कि मलाई यहाँबाट निकाल। त्यस भिडबाट कोही मलाई पनि गाली गर्दै थियो। त्यसलाई फेरि करेन्ट लगाउनु पर्छ डाक्टर साहब, त्यसको मती फेरि बिग्रियो। त्यो हुलमा सामूहिक हाँसो पनि छुट्यो। त्यो सबको वास्ता नगरी विमललाई एकहोरो गाली गरिरहे। हलबाट बाहिर पुगिसक्दा पनि बडबडाउन छाडिन। त्यसलाई यहाँबाट ननिकाले म यहाँबाट भाग्छु, मा कसम भाग्छु।